साथीहरु तपाईहरुलाई स्वागत छ मेरो च्यानल युट्युब च्यानल यूके ब्लग्स और यूके सपोर्टमा। सो आजको भिडियो चाहिँ मैले फी स्ट्रक्चरमा ध्यान दिनेछु। हेलो एभ्रीवन, इन दिस भिडियो you will get to know how the latest update coming from UK about change latest in all visa service fee from 9th April 2025. So it means that जति पनि भिसा, चाहे त्यो होस् स्टुडेन्ट भिसा होस्, चाहे त्यो इन्डिपेन्डेन्ट भिसा होस्, चाहे डिपेन्डेन्ट भिसा होस्, चाहे टुरिस्ट भिसा होस्, कुनै पनि भिसा होस्, त्यो भिसाको फीहरू कसरी बढिरहेछ। सो चाहे त्यो नेपालमा होस्, चाहे त्यो इन्डियामा होस्, चाहे युकेमा होस्, त्यो सबैको लागि यो इन्फर्मेसन इम्पोर्टेन्ट छ। सो जो आउन खोज्नु भइरहेछ अहिलेसम्म त्यसको लागि अलिकति गाह्रो हुनेछ फीको स्ट्रक्चरमा, र जो आइसकेको छ त्यसको लागि पनि अलिकति लिभिङ एक्सपेन्समा अलिकति गाह्रो छ। त्यो सबै म तपाईँलाई वान बाई वान हेराउनेछौँ र कसरी त्यो अपडेट भएको छ त्यो सबैमा इन्फर्मेसन दिनेछु, ताकि तपाईँहरूले आउनुभन्दा पहिला र जो आइसकेको छ त्यसलाई पनि इन्फर्मेसन टाइममा पुगोस्। त साथीहरू, म अब स्क्रिनतर्फ लाग्छु र सबै तपाईँलाई वान बाई वान हेराउनेछौँ। हेलो एभ्रीवन, साथै तपाईँहरूलाई स्वागत छ स्क्रिनतर्फ, र स्क्रिनतर्फ तपाईँहरू हेर्न सक्नुहुन्छ होम अफिस इमिग्रेसन एन्ड नेसनालिटी फी फ्रम 9 अप्रिल टु 2025 देखि तपाईँको के भन्छ, तपाईँको यो जुन छ त्यो यो डेटदेखि तपाईँहरूको के हुन्छ भनेर डेट चाहिँ तपाईँको फी स्ट्रक्चरहरू बढ्ने गर्छ। अब क्वेसन यो छ सबैभन्दा पहिला कि अब कहिलेदेखि बढ्छ भने 9 अप्रिलदेखि 2025। क्वेसन यो छ, योभन्दा पहिला बढ्छ? होइन, योभन्दा पहिला बढ्दैन। म भिडियोमा म हाल्छु, तपाईँहरू लिङ्कमा पनि क्लिक गरेर तपाईँ सबै हेर्न सक्नुहुन्छ र वान बाई वान हामी हेर्नेछौँ। फर्स्टमा के छ साथीहरू, युके भिसा एप्लिकेसन मेड आउटसाइड द युके गरी। अब हेर्नु, भिजिट भिसा सर्ट अप टु 6 मन्थको लागि पहिला अहिलेको करेन्ट फी 8 अप्रिलसम्म कति छ? 115 पाउन्ड छ, 115 पाउन्ड छ। अब 9 अप्रिलदेखि 127, यानि 12 पाउन्ड एक्स्ट्रा बढिरहेको छ। त्यस्तै गरी साथीहरू, भिजिट भिसा लङ 2 सालसम्म कति छ भनेर 432 अहिले छ, तर 475 43 पाउन्ड बढिन्छ। यसै गरेर 10 सालको लागि 96 पाउन्ड बढिरहेछ। त्यस्तै गरेर प्राइभेट मेडिकल ट्रिटमेन्ट भिसा मोर देन 6 मन्थ बट नट मोर देन 11 मन्थ 20 पाउन्ड एक्स्ट्रा बढिरहेछ। म भन्नुको मतलब यो अनुसार तपाईँले हेर्न सक्नुहुन्छ सबै भिजाहरू छ। ट्रान्जिट भिजा भयो, जुन ट्रान्जिट भिजा 4 पाउन्ड बढिरहेछ। ट्रान्जिट भिजा ल्यान्डसाइड ट्रान्जिट भयो, जुन 6 पाउन्ड बढिरहेछ। भिसा फर द पर्पज अफ जोइनिङ अ सिप और एयरक्राफ्ट, यो हाम्रो लागि। अर्को कुरा, मेन इम्पोर्टेन्ट कुरा के छ भने बिआरपी। अहिलेको बिआरपी भिजाहरू चाहिँ अनलाइन भिजा ई भिजामा कन्भर्ट गरिदिएछ। ई भिजामा कन्भर्ट गरिदिएछ। तपाईँहरू पनि ई भिजा थाहा पाइहाल्नु भयो हुन्छ यहाँ आइसकेपछि। अर्को कुरा के छ भने, यति कुरा छ, यो सबै तपाईँले हेर्न सक्नुहुन्छ। वान बाई वान तपाईँ हेर्नु होला। हङकङको छ, तर हामी युकेको कुरा मात्रै गर्ने, आउटसाइड युके नगर्ने। अब हाम्रो मेन कुरा भयो युकेको कुरा भयो। हाम्रो मेन मोटो के छ, युकेको कुरा छ। अब हेर्नु, युकेको कति बढेछ भने, यो जति पनि यहाँसम्म फाउन्डरको लागि छ, इन्डोर्समेन्ट लागि कन्ट्र्याक्ट पोइन्ट, यो सबै दुईटा बढेको छैन, तर इनोभेटर फाउन्डर 83 पाउन्ड बढेको छ। अब यो अनुसार साथीहरू तपाईँ हेर्न सक्नुहुन्छ, एप्रुभ छ। ग्लोबल ट्यालेन्ट मेन एप्लिकेन्ट वेयर एप्रुभल लेटर इज नट रिक्वायर 50 पाउन्ड बढिरहेछ। टायर, अब हामीले जे हेर्नु पर्ने मेन कुरा मात्रै हेरौँ, मतलब भिडियो ठुलो हुन्छ। हामीले हेर्ने कुरा यो छ, स्किल वर्कर स्पोन्सरसिप 50 पाउन्ड बढिसकेछ पहिलाभन्दा। स्पोन्सरसिप जब पढाइ खत्म गरिसकेपछि जब स्पोन्सर छ भनेर, अब सबभन्दा ठुलो कुरा के छ भनेर, अब त्यसमा के छ भनेर स्किल्ड वर्करको 39 पाउन्ड बढिसकेछ। त्यसपछि स्यालेरी चाहिँ 76 पाउन्ड बढेछ। यही गरेर सब साथीहरू सबै बढिसकेछ। हामीलाई हेर्ने पर्ने मात्रै कुरा होइन। त्यसपश्चात हामी हेर्ने हो कि स्टडी एप्लिकेसन मेड आउटसाइड द युके आउटसाइड द युकेमा अलिकति सस्तो छ साथीहरू। बढ्दा पनि अलिकति कम बढेछ, तर पनि बढी त रहेछ नि। अब हेर्नु, स्टुडेन्ट मेन एप्लिकेन्ट एन्ड डिपेन्डेन्टको लागि चाहिँ पहिला 490 थियो, 524 भएर 34 पाउन्ड बढेको छ।
इट मीन्स दैट चाइल्ड स्टूडेंट जुन चाइल्ड स्टूडेंट छ अंडर 18 छ जुन चाइल्ड स्टूडेंट त्यसको लागि पहिला 490 अहिले 490 छ। अब 34 पाउन्ड बढेको छ। अब सर्ट टर्म स्टूडेंट जो 6 महिनाको लागि आइरहेको छ त्यसको लागि 14 पाउन्ड बढेको छ, 200 पाउन्ड अहिले छ। अर्को कुरा अप्सनल प्रिमियर सर्भिस आउटसाइड द युके। अब युके को बाहिरमा के छ आउटसाइड युके प्रिमियम सर्भिसको लागि पहिला थियो 500 पाउन्ड त्यो के को लागि 500 सेटलमेन्टको लागि थियो 500 पाउन्ड सेटलमेन्टको लागि 500 पाउन्ड थियो। अब तर अब एउटा कुरा मात्रै बढेको छैन जुन हाम्रो लागि राम्रो कुरा छ भने प्रिमियम अप्सनल प्रिमियम चाहिँ 1 रुपैयाँ पनि बढेको छैन। यो पहिला पनि त्यति थियो अहिले पनि त्यतिकै छ। हेर्नु तपाईँ पहिला पनि त्यतिकै थियो अहिले पनि त्यतिकै छ, अहिले पनि त्यतिकै छ। हेर्नु 00 पाउन्ड छ। यसमा हामी बढी डिस्कस नगर्ने, तपाईँहरू आफै हेर्नु होला पहिला कति थियो अहिले कति छ भनेर। अप्सनल प्रिमियममा पनि त्यसको बढेको छैन, त्यसको पनि राम्रो कुरा छ। अप्सनल प्रिमियममा पनि बढेको छैन। प्रिमियम सर्भिस एट द बोर्डर पनि बढेको छैन, तपाईँहरू हेर्नु यो पनि बढेको छैन। 6 नम्बरमा आफ्टर डाइट यू विल सी डाइट वर्क एप्लिकेसन वर्क जुन कामदारको लागि हुन्छ त्यसको लागि बढेको छ साथीहरू। इनोभेट सेम टु सेम पहिला जस्तै छ 104 पाउन्ड बढेको छ यसको, र यसको इन्डोर्समेन्ट दुईजनाको लागि बढेको छैन। पहिलाको थियो जुन स्टुडेन्टको लागि थियो अब वर्करको लागि छ। अब वर्करको लागि त बढी स्टुडेन्टहरू त स्टुडेन्ट भिसामा नि आउँछ, त वर्कको लागि बढी हामी हेर्दैनौँ। तर पनि तपाईँहरू एकचोटि हेर्नु होला पुरापुरी भिडियोहरू, तपाईँहरू हेर्नु होला। हेर्नु 20 पाउन्डहरू कति बढेको छ। म यसको बारेमा बढी भनिरहेको छैन किनभने म बढी स्टुडेन्टहरूलाई फोकस गरिरहेको छु र तपाईँहरू पनि मजाले रिड गर्नु होला र भिडियो पनि हेर्नु होला के छ भनेर। म तपाईँ पिडिएफ लिङ्कमा पट राखिदिन्छु, तपाईँहरूले हेर्नु होला। अर्को मेन इम्पोर्टेन्ट स्टुडेन्ट एप्लिकेसन मेड इन द युके। स्टुडेन्ट मेन एप्लिकेन्ट जुन युकेमा मेड गर्छ त्यसको लागि 490 अहिले छ, तर 34 पाउन्ड बढेको छ। चाइल्डको लागि 490 अहिले छ, तर 34 पाउन्ड यसको पनि बढेको छ। अब अदर एप्लिकेसन मेड इन द युके। अब जुन तपाईँहरू हेर्नु भिजिटर भयो, इन्टर भयो। अब म के भन्छु साथीहरू तपाईँहरूलाई, यदि तपाईँहरू अहिलेसम्म एप्लाई गर्नुभएको छैन भने अप्रिलभन्दा पहिला नै आउनु, ताकि तपाईँहरूको पाउन्डहरू बाँच्न सक्छ। म त यो रिकमेन्ड गर्छु कि छिटोभन्दा छिटो आउनु, ताकि तपाईँहरूको पाउन्ड बाँच्छ र पैसा पनि बाँच्छ। किनभने 9 अप्रिलभन्दा पछि आउनुहुन्छ भने तपाईँहरूको अलिकति बढी नै लाग्न सक्छ, त्यसको लागि तपाईँहरू हेर्नु होला। अब नेसनालिटी पाउनको लागि यहाँको ग्रीन कार्ड भन्छ नि हामीहरू नेपालमा, त ब्रिटिस सिटिजनसिप पाउनको लागि तपाईँहरू हेर्नु के छ। पहिला 1500 पाउन्ड थियो, अब चाहिँ 105 पाउन्ड बढेको छ, तयारु छ। अब सबैमा बढेको छ। सिटिजन पाउनको लागि बेग्लै छ, एडल्टको लागि बेग्लै छ, एडल्टको लागि बेग्लै छ, चाइल्डको लागि बेग्लै छ। साथीहरू भर्खर तपाईँहरूले हेर्नुभयो कति पैसाहरू बढ्नेवाला छ। त्यसैले 9 अप्रिलभन्दा पहिला जसले एप्लाई गर्नुभएको छ त्यसको लागि धेरै कङ्ग्रेचुलेसन छ, र 9 अप्रिलभन्दा पछि एप्लाई गर्छ त्यसको लागि अलिकति पैसा अलिकति बढी लाग्ने छ र अलिकति टाइट पनि हुनेवाला छ सुनेछु। र त्यसको लागि अब अरू युकेको बारेमा अरू इन्फर्मेसन पाउनको लागि तपाईँहरू सब्सक्राइब लाइक र युके सपोर्टलाई अलिकति सपोर्ट गर्नुहोला तपाईँहरू, ताकि म तपाईँहरूलाई अबदेखि आजदेखि म भिडियोहरू डेली हाल्ने गर्नेछु। त पहिलादेखि म अलिकति बिजी थिएँ किनभने म 2 महिना अलिकति बिजी थिएँ, 2 महिनासम्म अलिकति बिजी थिएँ एसेसमेन्टमा, पढाइमा र काममा। अब म राख्नेछु। त साथीहरू धन्यवाद, थ्याङ्क यू सो मच एन्ड थ्याङ्क यू फर योर रिस्पोन्स एन्ड थ्याङ्क यू।